अनि यो के गर्नु खोजेको यहाँ सुन तँ के गर्न खोजेको के म मेरो मोबाइल टाढा बसेर कुरा गर कि भयो ए अब मिल्न पर्यो नि टपिक के हो नि भाइले के भनेको छ हामीले धम्काएको छैन केही गरेको छैन किन ल भयो बा ठिकै छ तिम्रो हन टिपेबाट ल माफी भयो हैन ल हामी दुईटा कुरा भयो ल आइज बाबु जात्रै तैले हिजो पनि के भनेको यहाँ आइज ओए त मेरो छोरा हो यो पनि छोरा त पनि छोरा हो बाबु हेर मैले यति समयलाई मलाई गर्छु नि यही तैले कति भन्छ बाबु भन्छ बाबु आइज यहाँ पोस्ट गरे यो अनि मेरो च्यानलमा पनि गयो भाइ मार्ली युट्युबमा गएर सर्च हाने मार्ली भोलि यो मुख न यो कपिल बस्ती देखाउने लाइकको गराइदिनु मैले पखाउँछ यति गराइदिन्छु मैले ल तैले पनि अनार भयो हुने यो किन नगर्ने म त यो गर्छु नि केही कुरा हैन के अनि उलाई मुख सम्हाल्नेको कुरा हैन के घरमा आएर को हो बोल्बे त कस्तो नबोल्ने म सही कुरामा त म बोल्न पाउँछु नि किन पाउन्न म त गराउँछु नि मेरो मोबाइल मेरो सम्पत्ति तेरो सम्पत्ति हो भने जे पनि हाल्न पाउँछ पाउँछु नि म त अन्नालाई पाउँछु नि मैले कुरा गर्ने के मलाई हे झुटो आरोप लाग्यो फेरि मलाई मन पर्दैन के आफ्नो बेलामा मौकामा हान्छ लाइन हान्न पाइयो केटी भनिरहेको थियो मलाई को केटी मलाई चिन्दैन आफ्नो तालमा म हुन्छु अझ ला केटीको मेन त टपिक मलाई केटीको ल्यायो भने मलाई झन् रिस उठ्छ मलाई केटी र आफ्नो घरको फ्यामिलीमा छुने मान्छेलाई त मलाई त छोड्दैन मैले मिल्न कि यत्रो मिल्छु एकचोटि हो कि दुईचोटि तीनचोटि चार पाँचचोटि भइसक्यो योसँग जति भने पनि अब के गर्ने अब सहेर बस्नु किन सहर्ने होइन यस्तो हो के म खासमा म यस्तो हो के म यो झगडामा म पनि पर्ने लायकको म मान्छे हदै होइन के जति आफ्नो मान्छेको नि एउटा इगो हुन्छ नि इगो जब माथिसम्म माथि पुग्यो भने त्यो मान्छेको नि इगो एउटा हट हुन्छ के कतिसम्म मेरो मम्मीलाई के किन रन्डी सन्डी भन्दाखेरि मलाई मन दुख्छ कि दुख्दैन ए त्यो इक कतिसम्म राखौँ के भाइ एक दिन दुई दिन तिन दिन चार दिन 5 दिन कतिसम्म राखौँ मैले सहने यस्तो मान्छे पनि सहने मान्छे पनि कमजोर हुँदै जान्छ कि यो सहदै बस्यो भने यो घर भापुर हो नि यसको मैले भापुर हो थाहा भइसक्यो केटीको मेन त टपिक मलाई केटीको ल्यायो भने मलाई झन् रिस उठ्छ मलाई केटी र आफ्नो घरको फ्यामिलीमा छुने मान्छेलाई त मलाई त छोड्दैन मैले मिल्न कि यत्रो मिल्छु एकचोटि हो कि दुईचोटि तीनचोटि चार पाँचचोटि भइसक्यो योसँग जति भने पनि अब के गर्ने अब सहेर बस्नु किन सहर्ने होइन यस्तो हो के